Hello guys, welcome back to another vlog. आज चाहिँ हामी स्विमिङ खेल्न जान आँटेको छौँ। त्यो ठाउँ चाहिँ कहाँ हो भन्दाखेरि अस्ति जुन हामी लास्ट भ्लगमा याक्रानाबाट कोरिडोरको बाटो गएको थियौँ नि, त्यो कोरिडोरको बाटोमै एउटा दामी स्विमिङ पुल छ। ढङ्कुरामा चाहिँ खासै त्यो पौडी खेल्ने ठाउँ खासै छैन। त्यही ताङफा एउटा अस्ति लास्ट मैले भ्लग पनि हालेको छु। ताङफा निबक खोला तर त्यस्तो त्यहाँ पनि दामी चाहिँ छैन। तर आज हामी जान आँटेको ठाउँमा चाहिँ बबाल चाहिँ स्विमिङ खेल्नुको लागि नेचुरल स्विमिङ पुल। सो लेट्स गो। ए यो बुके हो कि यो बुके चाहिँ तपाईँहरूलाई चाहिएमा होइन। ला बत्ती गइदिएर What is this? एप सब हानेर आइसक्यो, बल्ल बत्ती आयो। तपाईँलाई पनि यो बुके चाहिएमा है, सब बाई ए भिजन हाम्रो इन्स्टाग्राम, टिकटक, फेसबुक सबै छ, त्यहाँ मेसेज गर्न सक्नुहुन्छ। मेरो ट्राभल पार्टनर आइसकेको छ। रेडी हो? गाइस यहाँदेखि चाहिँ टक्क यो बाटोदेखि चाहिँ यस्तो यहाँ उकाल जाने बाटो आउँछ। टक्क यहाँबाट जानुपर्छ है त। तलको चाहिँ मूलघाट हो गाइस। टक्क यो बाटो चाहिँ नयाँ कोरिडोर बाटो। यो बाटो टक्क फेरि पुग्छ ताप्लेजुङ जाँदा पनि हुन्छ। हौ त अफरोड छ, आधी पिच आधी अफरोड, त्यस्तै छ। त्यस्तो नराम्रो त छैन, बाटो राम्रै छ। गाइस हामी फाइनली डेस्टिनेसन आइसकेको छु। हेर्नुहुन्छ कस्तो छ? ओए लुक एट दिस, होली शिट, यस्तो क्लियर छ यार पानी। हेर्नु त गाइस,
यस्तो क्लियर वाटर दामी। एउटा मात्रै सकिँदैन रहेछ। ल तिमी दुई तालमै उभिन्छ फेरि। मार गाइज यस्तो दामी ठाउँ छ तर हेर्नु जताततै फोहोर यार। अस्ति हामी लास्ट टाइम सातताल जाँदा पनि यस्तै फोहोर थियो, यो ठाउँमा पनि यस्तै फोहोर छ। प्लिज है यो चाहिँ रिक्वेस्ट सबैजनालाई, फोहोर चाहिँ नगरिदिनु होला है। सकेसम्म बरु सफा गरौँ, यहाँ भएको पनि हटाइदिउँ अलिअलि। हामी नेपालीहरू सब जान्ने बुझ्ने छौँ है। अब यति सानो कुरा त बुझिहाल्नुहुन्छ होला नि। नेक्स्ट टाइमदेखि चाहिँ फोहोर नगरौँ है गाइज। माछा पक्रेको अवस्था गयो खै झारे पाती देखिरह होला, मलाई नदेखाउनु है त। हामी निस्केको कस्तो दामी ठाउँ छ, आउनु होला तपाईँहरू पनि। बाई। के गर्नु है, यस्तै छ, नफाल्नु होला अर्को टाइमदेखि चाहिँ। फेरि पनि याक्चन आइसकेको छु। लेट्स गो। अहिले चाहिँ हामी याक्चनाको नेक्स्ट साइड आएको छौँ गाइज। मेरो ब्याट्री त थोरै छ, 5% मात्र छ है। अब कति खिच्नु सकिन्छ हेरौँ। हेर्नु न ठाउँ यस्तो बबाल छ। छैन त हाम्रो जापान जस्तो भाइब छैन त गाइज। आउनु पर्यो है, घुम्नु पर्यो। धनकुरामा यस्तो दामी दामी छ है। लुक एट दिस भाइब गाइज, लुक एट दिस। बबाल छैन त। मेरो आज ब्याट्रीले धोका दिएर
मात्र हो गाइस अब हेर्नु न यहाँ ठाउँ अब हेरौँ कतिको खिच्नु सकिन्छ हेर्नु न एउटा पोज दिइहाल राम्रो आमदामी हुन्छ आमदामी 0 पनि बराबर 3 मुरी जति आउँछ आमदामी हुन्छ जग्गाहरू कसरी छ यता एउटा अब भन्नु पर्दा त ओइरानी हो त्यो पनि पानी भएको ठाउँ सिट भन्छ कसरी ओइले नि त्यो गर्नु 2-3 मा 3 बजे हुँदैछ रोपानीको होइन लाग्ला यसो रेली त राख्छु कति वर्ष पुग्नु मैले 65 र पनि काम है के गर्नु नगारी छोराछोरी छोराछोरी छ मेरो 5 भाइ 1 बहिनी छोरी 5 भाइ छोरा तर घरमा छैन सब बाहिर पेट पाल देशको हालत त्यस्तो छैन के भन्नु अब यहाँ काम गर्नु त म एक्लै बुढा पनि छु नाति नाति छ तर उनीहरूको पेसा बेग्लै धनको त पढाउनु लाग्छ केटाकेटी धनको त अब के गर्नु नगरी नहुने भन्नु पर्यो रमाइलो भन्नु पर्यो के गर्नु पैसाले बिगार्नु पेट पाला त अब हुनै पर्यो उमेर छान्दिया कता हो कता गाइस आजको ब्लग यही एन्ड गर्नु गइरहेको छु है धन्यवाद यति समय हेरिदिनु भएकोमा फोनको चार्ज सक्यो बाइ फोनको चार्ज सक्यो त्यसले अलिकति खिच्नु पाइएन केही छैन ठिकै छ बाई बाई